नमस्कार। हाम्रो अगाडिको भिडियो हेरेर तपाईहरुले थाहा पाइसक्नु भइसकेको छ। हामी इटारी निसाय बालबालिका अनाथ आश्रममा आएको छौं। आजको यो भिडियो चाहिँ सुरु गर्छौं यहाँको बालबालिकाहरु र हामी सबैजना मिलेर बसेर खाजा खाएर। बासु हाम्रो साउजी हुनुहुन्छ, जीबीएस दाइ खोल्नुस् ल। हाम्रो यहाँनिर खानाहरु खोल्दै छ। हाम्रो क्यूट बुनु, क्यूट लिटल आउ नानी यता आउनु। ल बासु दे पास गर बिस्तारै। यतापट्टिबाट गर्दै गर्नु, उतापट्टिबाट बिस्तारी गर, बिस्तारी गर। पास छैन, बिस्तारी गर, बिस्तारी भयो। खोइ ल्याउ त यो डोरी राख्नुपर्छ। यहाँ ल्याउ, त्यो डोरी पनि यहाँ ल्याउ। के बाँध्नको लागि काम लाग्छ। लु यो डोरी पनि राखिदिनु त, केटाकेटी अल्झिन्छन्। किचिङ अर्को खै सानो नानी। खाऊ साउजी। हामी पनि केटाकेटीहरूसँग बसेर खाइदिउँ आज हामीले आश्रममा केटाकेटीहरूसँग। नानी यता हेर, खाइदिउँ सँगै बसेर। तिमी पनि खाऊ। खै खाएको सानो मुख, ठुलो मुख। ल तिमीसँग पनि बसेर खाइदिउँ। हेर त खाऊ त। कति क्युट नानी हो आम्मा। सबैजना नानी बाबुसँग बसेर खाइयो। खुसी लाग्यो राम्री छ कि यिनीहरूको बानी भन्दा धेरै उच्चार छ यसको विचार हो। तर यिनीहरू त्यस्तो छैन नि। हामीले चाहिँ अब यो हाम्रो दाइ दिदीहरूले चाहिँ एकदम युएसएबाट सपोर्ट गर्नु भएको छ। युएसए मात्र होइन, अस्ट्रेलिया, युएसए अनि विभिन्न कन्ट्रीबाट। अनि आज चाहिँ हामी एउटा वासिङ मेसिन, एकदम राम्रो वासिङ मेसिन, अनि गिटारहरू, अनि केही खेलाउनेको सामग्रीहरू दिँदैछौँ। अनि प्लस अघि हामीले अब खाजाहरू पनि वितरण गरिहाल्यौँ एक टाइमको। अनि अब हामी हस्तान्तरण गर्न गइरहेछौँ। यति नै है। भाइले भनिहाल्यो, तपाईँहरूले थाहा पाइसक्नु भइसकेको छ हामीहरूले के गर्दैछौँ भनेर। एलजीको वासिङ मेसिन। ल आमा यो अब वितरण गरौँ है हामी। हुन्छ ल आऊ यहाँ सबैजना। ल टेबल टेनिस टेबल टेनिस दिनु त्यहाँनिर। लु खेल्नुपर्छ अहिले। सबैले खेल्ने जबले होइन। अनि फेरि खेलिसके पछाडि यहाँ पनि छ, अर्को पनि छ टेबल टेनिस। ल यता पनि छ टेबल टेनिस, यो पनि दिनु। यो पनि टेबल टेनिस है। बल कसले खेल्ने? बल कसले खेल्ने? एउटा फुटबलरको नाम भन। फुटबलरको नाम भन। तिमी अहिले भन्छु तिमी। अनि अर्को प्लेयरको नाम? मेसी। तिमी?
नेमार अब भन 4-5 वटा प्लेयरको नाम भन एम्बापे पेले 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 रोनाल्डो होइन सबै रोनाल्डोको फ्यान हो सु हान्देऊ न त ल लु यो रोनाल्डो आऊ यहाँ 4 जना आऊ ल यो रोनाल्डोको फ्यानहरूले चाहिँ फुटबल है उनीहरू फुटबल खेल्ने ल उनीहरूलाई फुटबल स्किपिङ को खेल्ने तिमीहरू 3 जना ल स्किपिङ ल यो बुनुहरू स्किपिङ खेल्ने पर्ख अर्को बुनु छ यहाँ स्किपिङ खेल्ने पर्ख अर्को स्किपिङ किन त अघि अर्को बुनुलाई ल बल यहाँ आऊ बल क्रिकेट बल ल त्यो खेल्नुपर्छ तिमीलाई पनि बल है तिमीलाई पनि बल खेल्नु ल आऊ अगाडि को छ अगाडि लाऊ तिमीलाई पनि बल तिमीलाई पनि बल सबैजना मिलेर खेल्ने ल खेल्छन् भाइ यहाँ आऊ त तिमीलाई को क्रिकेटर मनपर्छ भन क्रिकेट खेलाडीको नाम भन थाहा छैन अब थाहा पाउनुपर्छ ल गिटार हामी गर्दैछौँ तिमी बजाउँछौ यहाँनिर नि गिटार बजाउने कतिजना छ म छु अहिले त तिमी मात्रै छौ अहिले होइन अब अलिकति तिम्रो भाइ बहिनीहरू पनि अब हुर्केर ठुलो हुँदैछन् होइन अब उनीहरूलाई पनि म्युजिकमा इन्ट्रेस्ट हुन्छ अब आफूले मात्र सिक्ने होइन आफूले सिकेको कुरा चाहिँ आफ्नो भाइ बहिनीहरूलाई सिकाउनुपर्छ अलिक मजाले उनीहरू भनेको त अब तिमी जस्तो बजाउने हुँदैनन् उनीहरूलाई सुरुमा कसरी कर्ड बजाउने गिटारको बारेमा सबै ट्युनिङ की भनेको के हो फ्रेट्सहरू भनेको ब्रिज यताउति गिटारको बारेमा गर्दै बिस्तारै अलिकति सुरुमा समात्न सक्ने कर्ड मात्र राख्न सक्ने बनाउँदै गर्नु है त लु आऊ दाइ लाउनु त गिटार भाइलाई हामीले यहाँ आश्रमको लागि भनेर ल्याएको छौँ यो गिटार चाहिँ भाइले चाहिँ अब हामीलाई वचन दिनु पऱ्यो कि म चाहिँ मेरो भाइ बहिनीहरूलाई चाहिँ सिकाउँछु सकेको जति भनेर तिमीले हामीलाई उ गराउनु पऱ्यो है त किनभन्दाखेरि यहाँको हाम्रो आमा पनि सङ्गीतमा हुनुहुन्छ आमाको पनि गीतहरू रहेछ जुन कुरा चाहिँ आजै हामीले थाहा पाएँ त्यही भएर आमाको केही गुण चाहिँ आमाको हार्मोनियम छ आमाको छोराको गिटार छ अब अरू उसको भाइ बहिनीहरूको गिटार हुन्छ उसले सिकाउँछ मलाई विश्वास छ भाइले सिकाउँछ र पछि अर्कोचोटि हामी आउँदाखेरि 1-2जनाले अलिअलि बजाउन सक्ने र गाउन सक्ने बनाउँछ भनेर चाहिँ म विश्वास त छु अनि तिमी चाहिँ के भन्न चाहन्छौ धन्यवाद ओके ठिक छ ल भाइ पनि एकदम खुसी छ अब यो सिकाउनु पर्यो है त अहिले अब 1-2वटा गीत गाउनुपर्छ भाइहरूले गर्छ तिमी राम्रोसँग खेल्ने ल यो वारेन्टी बिल हो हैन वारेन्टी बिल सानो सहयोग हैन हजुरले अब यसो सहयोग हुन्छ हैन भनेर हामीले नि गरेको ठिकै छ यो वारेन्टी राख्ने यो चाहिँ हाम्रो विदेशबाट हैन पठाइदिनु भएको रकमले है यो सानो सहयोग होइन आज हाम्रा बालबच्चाहरूले मजाले मिठो नास्ता पनि खाए होइन अब उनीहरू सबै खेल्न पारमाथि सबै खेल्न गएका छन् त्यसै गरी सङ्गीतकार भाइहरूले उहाँ सङ्गीतको लागि गिटार पनि पाए सबैले आफ्नो अब तिमीहरू खुसी छौ रकम पठाउनेवालाहरूको र ल्याउने दाईहरूको ल हजुरहरूको धेरै जय होस् राम्रो होस् यति ठुलो सहयोग आजसम्म कसैले गरेको थिएन आज सबै दुःख हेरेर बालबच्चाको कपडा धुनका लागि यो वासिङ मेसिन फेरि नानीहरूको इच्छाको लागि यत्रो गिटार अरू साना भाइ बहिनीहरूको लागि आफ्नो किसिमको खेल्ने चिजहरू सबै उहाँहरूले सहयोग गरेछ कुन मुखले म धन्यवाद भन्नु र यति ठुलो सहयोगको लागि आज हामीलाई सबैभन्दा ठुलो सहयोग उपलब्ध भएको साह्रै नै हामीलाई खुसी लागेछ खुसी छौ नि सबैभन्दा बालबालिका खुसी छन् माथि गएर खेल्दैछन् नास्ता खाए मिठाईहरू हरेक चिज उहाँहरूले मजाले लिएर आउनु भएको थियो सबै खाएर अब खेल्न गइसकेका छन् सबैजनालाई धन्यवाद छ हजुरहरूलाई पनि राम्रो होस् खेला आमालाई घुमाउने लाउने ल भाइ खेला त छिटो माथि गएर खेला त छिटो घुमा म भिडियो बनाउँदैछु जाऊ चढेर
एकजनाले गर पाले पाले गर थोडा टाढा टाढा चियर हटाउ त तिमी हटा त बुनु हटा त ल गर घुमाऊ 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 हुन्छ अब हेरौँ हेरौँ कहिले गर्छ है कहिले राम्रो गर्छ हेरौँ है माथिबाट गर माथिबाट अगाडि 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 ठिकै छ बिस्तारै हुन्छ बिस्तारै हुन्छ गर गर थोडा 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 अरूबाट पाले पालो फाइट नखेल्ने पाले पालो गर्ने लाइनमा भयो है ल गर भाइ गर अगाडि 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 अब गर हेरौँ त ए पाले पालो खेल फाइट नखेल फाइट नखेल फाइट नखेल बल खेल पाले पालो खेल पाले पालो खोइ के खेल्दैछ भाइ हेरौँ त यता हेर न यता यता हेर मसँग खेल्ने ल ल आन यहाँ बल आन बल आन बल आन छोडा छोडा यो रोनाल्डोको फ्यान छोडा चाहिँ अगाडि हट रोनाल्डो वान टच खेल वान टच है वान टच ठिक छ अलिक साह्रो ल वान टच अब खतरा खेल्ने कि नखेल्ने बल आइसकेपछि खतरा खेल्ने कि नखेल्ने अब वर्ल्ड कप आउँदैछ थाहा छ कि थाहा छैन वर्ल्ड कप कहिले हो वर्ल्ड कप थाहा छ कहिले हो वर्ल्ड कप थाहा छ अब 2 महिना जति छ कसले जित्छ वर्ल्ड कप रोनाल्डो सु हान्दिने ल कसले आउँछ सु हान्नको लागि आउँछ खै ओ खतरा छ है अरू कसले हान्छ ल ल ल ल त्यो झर्छ यहाँ छ है तिम्रो पाले पाले खेल्ने पाले पाले खेल्ने बुनुले खेल्ने है 2जना खेल्ने ल 2जना खेल्ने ल वाउ आइहाल्यो पखन राम्रो खेल्दो रहेछ भाइले गुड 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 थ्याङ्क यू ल सबैले है यता यता
नेपालको माया गर्ने छोरी होइन कि होइन आमासँग आइयो यहाँनिर आश्रममा आइयो यहाँको बालबालिकाहरूसँग बसेर सँगै खाइयो गाइयो खेलियो एकछिन रमाइलो गरियो अब जाँदा जाँदै आमा हामी चाहिँ अब लाग्छौँ है हस् धन्यवाद खुसी लाग्यो है तपाईँ धन्यवाद आमा धन्यवाद यो हामी गरिहाल्छौँ यति ठुलो सहयोग गराउनु हजुर धन्यवाद आमा हामीसँग निकै भाइ पनि छ अब जाँदा जाँदै अब हाम्रो चाहिँ जाने बेला भएको छ आमाले हामीलाई एकदम धेरै राम्रो माया गर्नुभयो हामीलाई पनि सम्मान गर्नुभयो टपमा आइसकेको छ हेर द वृक्ष भन्ने ल हामी चाहिँ हाम्रो म्युजिक भिडियो बालबालिकाहरूलाई हाम्रो म्युजिक भिडियो पनि देखाउन आँटिरहेको छौँ त्यो थिच यो संसार लेखेको लगाऊ सुरुको ल ल सबैजना म्युजिक भिडियो हाम्रो ल म्युजिक भिडियो हाम्रो हेर्न आउनु सबैजना हामीले बनाएको हामी चाहिँ यो बेला हामी बालबालिकाहरूसँग हाम्रो म्युजिक भिडियो हेर्दैछौँ भोल्युम बढाऊ लु हाम्रो म्युजिक भिडियो चाहिँ आश्रममा हामीले बढाऊ बढाऊ अझै बढाऊ बढाऊ न कति पर्छ बढाऊ 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 हाम्रो मोडल नितेश मोक्तान आम्बो एकदम फोकस भएर भाइ बहिनीहरूले हेर्दैछन् हाम्रो ब्यान्डको म्युजिक भिडियो द वृक्षको यो संसार तपाईँहरूले पनि युट्युबमा सर्च गरेर हेर्न सक्नुहुन्छ आमाले त्यहाँबाट हेर्दै हुनुहुन्छ तपाईँ हो र मैले फकाएर लगेको तपाईँ फकाएर लगेछु है मैले फकाएर लगेको भन्दैछ बहिनीले ल मोडल लगाइदिएँ औँठिलो कस्तो लाग्यो थ्याङ्क यू ल यो हेरेपछि हामी जान्छौँ ल सबैजना राम्रोसँग बस्नु खेल्नु है त ल अब उधारो हेर्ने उधारो आयो है मेरो एन्ट्री ऊ हेर पैसा हेर पैसा ह्याप्पी न्यु इयर भाइ अनि त्यसमा के लिने भाइ साउजी फ्यान्टास्टिक भइदिउँ न है ऊ त्यो फ्यान्टा दिनुहोस् न ल हाम्रो सर्ट मुभीमा मस्त भाइ बहिनीहरू हेर हेर फिल्म हेर हेर माथि हेर साउजी 170 हो 150 मात्र छ साउजी 20 रुपैयाँ नै पुगेन हौ ठिकै छ नि 10-20 रुपैयाँ गरेर भइहाल्छ नि हाम्रो जोस उहाँलाई मन परेछ कस्तो छ एकदम मन पर्यो उहाँ खुसी हुनुहुन्छ एकदम तुरतुरे लागेर
हस्पिटल पनि अब त्यो गर्न जानुपर्छ जस्तो छ सुन न भाइ यो अझै भन्नुपर्ने हो कि लिम हेर्दैन त उहाँले तान्ने एकदम व्यस्त छन् सबैजना सर्ट मुभी हेर्न म्युजिक भिडियो पनि हेराइयो सर्ट मुभी पनि हेराइयो सबै कुराहरू गरियो खानासाना पनि बसेर खाइयो एकदम खुसी छु आज त्यो हामी आमा हामी लाग्यौँ अब बाई बाई राम्रोसँग बस्नु साह्रै सबैजना धन्यवाद राम्रो राम्रो शुभ समाचारहरू लिएर आउनु हुन्छ आमा धन्यवाद हामी माथि बाई घर पनि बाई बाई हलगढा तपाईँहरूका छेउमा घर बनाउँदैछौँ बच्चाहरूलाई छोराहरूको लागि हुन्छ हुन्छ बाई 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 गर बाई बाई फेरि बाई गर बाई गरे खै त बाई ल बाई 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 ल बाई बाई ल सबैजना भाइ बहिनी बाई बाई हेलो भाइ बहिनीहरू बाई बाई ल राम्रोसँग बस है त गयौँ